नमस्कार सबैजनालाई। म प्रवीण शर्मा, स्वास्थ्य कार्यालय प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तर्फबाट सबैजनालाई स्वागत गर्न चाहन्छु। आज हामी लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, जसलाई हामीले ओसिएमसी भनेर भन्छौँ, ओसिएमसी भनेको के हो, ओसिएमसीमा कस्तो कस्तो सेवाहरू पाइन्छ भन्ने कुराहरू धेरै चाहिँ समुदाय लेभलमा चाहिँ थाहा नभएको, समुदाय स्तरमा चाहिँ यसको बारेमा थाहा नभएको भन्ने कुरा चाहिँ हाम्रो यहाँ जिल्लामा चाहिँ ओसिएमसीको मासिक बैठकहरूमा कुरा आइराख्ने भएको भएर अनि त्यसपछि यो लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा जसरी गाउँमा चाहिँ लैङ्गिक हिंसामा परेका महिला होस् अथवा पुरुष होस्, जोसुकै होइन, हिंसामा पीडित भएकाहरूले पाउने सेवाहरू जस्तै स्वास्थ्यको सेवाहरू है, त्यसपछि हाम्रो कानुनी सेवाहरू होइन, औषधि उपचारको सेवाहरू, अनि ऊ चाहिँ घरै बस्न नसक्ने स्थिति छ भने पनि उसलाई चाहिँ सुरक्षित घरमा राख्ने सेवा सम्बन्धी कुराहरू चाहिँ धेरैलाई गाउँमा थाहा छैन। त्यही भएर अस्पताल र स्वास्थ्य कार्यालय प्रादेशिक हाम्रो जुन धौलागिरी अस्पताल छ, धौलागिरी अस्पताल र स्वास्थ्य कार्यालय मिलेर कमसेकम हाम्रो स्वयंसेविका दिदीहरूलाई यो कुरा थाहा दिन सक्यो भने गाउँको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ यसको बारेमा भनेर हामीले चाहिँ आज सबैजना तपाईँहरू बागलुङ जिल्लामा 960जना स्वयंसेविका दिदीहरू हुनुहुन्छ। 960जनाको लागि एकै दिन तपाईँहरूलाई अब गाह्रो पनि भयो होला, आजै एकै दिन सबैले एकै दिन मासिक बैठक राख्नु भनेर हामीले अनुरोध गऱ्यौँ। हाम्रो अनुरोधलाई स्वीकार गरेर धेरैजनाले चाहिँ आज एकै दिन मासिक बैठक राख्नुभएको छ होइन। धेरै ठाउँमा एउटा संस्था अन्तर्गत कम्तीमा पनि 10जना चाहिँ स्वयंसेविका हुनुहुन्छ कम्तीमा, जस्तै अहिले तपाईँहरूले यहाँ देखिराख्नु भएको छ 44-45जना चाहिँ हामी अहिले जोइन भइसकेका छौँ, कतिहरू जोइन गर्दै हुनुहुन्छ। यो 45वटा आइडीबाट जोइन गरेको एउटामा कम्तीमा पनि 10जना स्वयंसेविकालाई गन्ने भने 450जना स्वयंसेविकाहरू त हामी जोइन भइसक्यौँ होइन। 450 हामी जोइन भइसक्यौँ यो हेर्दाखेरि। त्यही भएर आज हामीले सबैलाई यो जुन के अरे अवसर पारेर सबैलाई यो एउटा मौका लिएर यसको बारेमा अभिमुखीकरण गर्दैछौँ। हामीसँग धौलागिरी प्रादेशिक अस्पतालबाट डाक्टर सन्दीप केसी हुनुहुन्छ, यो मामला व्यवस्थापन सम्बन्धी फोकल पर्सन हुनुहुन्छ ओसिएमसीको। हाम्रो स्वास्थ्य शाखाको संयोजकज्यूहरूले अनि त्यसपछि स्वास्थ्य संस्थाको इन्चार्जज्यूहरूले जसरी सहयोग गरिदिनु भयो आज एकै दिन मिटिङ राख्नको लागि र यो अभिमुखीकरण कार्यक्रमलाई चाहिँ अगाडि बढाउनको लागि हामी सबैजनालाई प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तर्फबाट र धौलागिरी प्रादेशिक अस्पतालको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ। र धेरै ढिलो नगरिकन अब म हाम्रो जो आजको सहजकर्ता हुनुहुन्छ डाक्टर सन्दीप केसी डाक्टर साहबलाई मैले आफ्नो सेसन अगाडि बढाउनलाई चाहिँ अनुरोध गर्छु। हस्, धन्यवाद। धन्यवाद धन्यवाद प्रवीण सरलाई। सम्पूर्णमा नमस्कार। म डाक्टर सन्दीप केसी यस धौलागिरी अस्पतालमा एज अ मेडिकल अफिसर कार्यरत छु। साथसाथै मैले चाहिँ ओसिएमसीको मामला विगत 2 वर्षदेखि ओसिएमसीको मामला व्यवस्थापकको रूपमा कार्यरत छु। खास त यो 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 सेसनको लागि चाहिँ मैले स्पेसल्ली प्रवीण सर लगायत हाम्रो सम्पूर्ण स्वास्थ्य कार्यालयलाई धन्यवाद दिनु नै थियो। मैले हामीले यो कार्यक्रम चाहिँ 1 वर्ष अगाडिदेखि नै लगभग यो समुदायमै पुगेर के हो त ओसिएमसी, यसले के गर्छ त, यसको यसको क्षेत्र अधिकार के हो, हामीले सबैलाई गर्नुपर्ने के छ त, अथवा हामीले दिइराखेको सेवाहरू के छ, अब हामीले अब यसमा थप सुधार गर्नुपर्ने के छ त, त्यो चाहिँ हजुरहरूको माझमा अब पस्किन गइरहेको छु। मैले एउटा प्रश्न पनि राखेँ। मैले ओसिएमसीको बारेमा तपाईँहरूमध्ये कोलाई थाहा छ? यसलाई चाहिँ इन्टरेक्टिभ मेन कुरा चाहिँ अघि मैले एकजना सरसँग पनि सुने है, अगाडि अनअफिसियल्ली सुने, यहाँ सरले सायद माइक अफ नभएको कारणले उहाँले एकदम राम्रो कुरा पनि भन्नुभएको थियो। धेरै जसोलाई चाहिँ ओसिएमसी के हो, यसले के समेट्छ भनेर थाहा पनि भइसकेको अवस्था छ। एकचोटि मलाई साथ दिन सक्नुहुन्छ कसैले ओसिएमसी बारेमा, कसले कुनै हेल्प होस्, मैले यहाँ एक भनेर तोकिनँ, कसैले आफै भोलिन्टियरको रूपमा ओसिएमसीको बारेमा कसैले सुन्नु भएको छ, के सुन्नु भएको छ, कसैले बताउन सक्नुहुन्छ? हाम्रो स्वास्थ्य संस्थाको प्रमुखज्यूहरूले बोलिदिँदा पनि फरक पर्दैन, किनभने हाम्रो स्वास्थ्य संस्थामा अहिले एउटा ल्यापटप अगाडि राखेर 8-10जना स्वयंसेविका अगाडि बस्नु भएको छ डाक्टर साहब। त्यही भएर स्वयंसेविका दिदीहरूलाई चाहिँ बोल्न अप्ठ्यारो होला। हाम्रो स्वास्थ्य संस्था प्रमुखज्यू इन्चार्जज्यूहरू बोल्दा पनि हुन्छ यदि कसैलाई। हजुर नमस्कार। ल राखौँ सर। म चाहिँ दुधलाभाटी हेल्थ पोस्टबाट बोलेको होइन, गलकोट नगरपालिका।
के हजुर। अरे ओसिएमसी भन्नाले हामी पढ्दाखेरि पनि एउटा हस्पिटलहरूतिर चाहिँ हुन्थ्यो क्या एउटा लैङ्गिक हिंसा भएको अथवा अम, त्यस्तै कुटपिट हुने अथवा त्यस्तो महिलाहरू हुन्छन् जुन अलिकति आर्थिक रूपमा विपन्न, तिनीहरूलाई चाहिँ अलिकति पैसाको सहयोग पनि गर्ने, ट्रिटमेन्टहरू फ्री गर्ने, अनि लैङ्गिक हिंसालाई अब कसरी न्यूनीकरण गर्ने खालको त्यस्तो हेरिन्थ्यो। त्योभन्दा त खासै थाहा छैन हामीलाई, त्यही पढ्दाखेरि हस्पिटलमा ओजेटी गर्दाखेरि चाहिँ थाहा पाएको सुनेको कुरा। ल, सरले भनेको पनि एकदम ठिक छ त है त। ठिकै छ, आज त्यही हजुरहरूको यही यो कन्फ्युजनलाई नै चिर्नलाई नै यो सेसनको हामीले सेसन राखेका छौँ। ल, यसको के हो त यसको क्षेत्र अधिकार, यसले के समेट्छ त? आज यसमा हामी क्रिस्टल क्लियरै हुने गरेर मैले सक्दोस्, मैले बुझेको, मैले बुझाउन सक्ने अनुसार मैले कतिसम्म भ्याउँछु म हजुरहरूलाई आज क्लियर गर्न ट्राई गर्नेछु मैले। हुन्छ, मैले सेसन सुरु गर्न गइराखेको छु है त। मौनता तोडौ, लैङ्गिक हिंसा र विभेद विरुद्ध बोलौ, हेर्नु त। हामीले देखेको समाजमा यही छ नि त, सरले भनेको पनि यस्तै छ नि त। हाम्रो शारीरिक हिंसा जस्तै हाम्रो समाजमा भइरहेको के छ त, धेरै जसो श्रीमानले श्रीमतीलाई पिटेको होइन, रक्सी खाएर, अथवा छोरीहरूलाई चाहिँ पुरा पहिला पहिला हुन्थ्यो, छोरीहरूलाई चाहिँ स्कुलदेखि बन्देज गराउने, छोरीहरूलाई जागिरहरू गर्न नदिने, इत्यादि इत्यादि कुराहरू छन् नि त हाम्रो समाजमा। यीहरू सबै यो त लिङ्गको आधारमा भएको विभेदहरू होइनन् र। अब मेन कुरा के बुझ्नु पर्यो भनेपछि लैङ्गिक हिंसा, हामीले आज हाम्रो टपिकै लैङ्गिक हिंसा छ नि त। यो के हो त लैङ्गिक हिंसा भनेको? लिङ्गको आधारमा कुनै पनि विभेदहरू, हिंसाहरू लिङ्गको आधारमा घट्ने गरेका छन् भने यिनीहरूलाई चाहिँ हामीले के भन्छौँ? लैङ्गिक हिंसा भन्छौँ है त। यसमा चाहिँ यसमा चाहिँ लैङ्गिक हिंसा भनेको चाहिँ के हो त, मैले प्रश्न पार्न गइरहेको छु। कुनै पनि व्यक्तिलाई कुनै लिङ्ग, चाहे त्यो महिला होस्, शनिबार पर्यो होइन। पुरुष वा लैङ्गिक एकचोटि अल्पसङ्ख्यक, आइतबार उसको आजकल छुट्टी चाहिँ के हुन्छ भने छुट्टी चाहिँ महिला पुरुष बाहेक यो तेस्रो लिङ्गी भन्नु नमिल्दो रहेछ कानुनी कारणहरूले गर्दा। त्यसलाई चाहिँ हामीले लैङ्गिक अल्पसङ्ख्यक गरेर व्याख्या गरेका छौँ कानुनले पनि। भएकै आधारमा विभेद गरिन्छ भने त्यस प्रकारको हिंसालाई लैङ्गिक हिंसा भनिन्छ। लिङ्गको आधारमा कुनै पनि प्रकारको अपमानजनक भयो, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा जोसुकैलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि कार्य यसभित्र पर्ने गर्दछन् है त। हिंसा भयो, त्यो पनि कसरी भयो? लिङ्गको आधारमा भयो। त महिला होस्, त पुरुष होस्, त लैङ्गिक अल्पसङ्ख्यक होस् भनेर यसरी भयो भने यिनीहरू के हुने भयो? लैङ्गिक हिंसा हुने भयो। यसका हिंसाका प्रकारहरू विभिन्न यस्ता छन् प्रकारहरू: शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा र आर्थिक हिंसा। हामीले चाहिँ धेरै जसो अब समाजमा हुने गरेको भनेको हामीले लैङ्गिक हिंसा भनेको हाम्रो सरल भाषामा चाहिँ अब हामीले बुझ्नु पर्दा शारीरिक हिंसा र हामीले यौनजन्य हिंसालाई मात्र लैङ्गिक हिंसा हो कि भनेर मात्र बुझेका छौँ है त। धेरै जसो समाजमा बुढाले श्रीमानले श्रीमतीलाई पुट्यो, अथवा जबरजस्ती करनी भयो, जबरजस्ती करनीको प्रयास भयो, इत्यादि इत्यादि मात्र त सुनिराखेका छौँ नि त। सायद यिनी त होलान् नि लैङ्गिक हिंसा। यी त हामीले देखिराखेको सुनिराखेको हो। किन आउँदैन र किन यो सेसनहरू राख्नु परेको छ त है त। यी बाहेक पनि लैङ्गिक हिंसामा चाहिँ मानसिक हिंसा छ, सामाजिक हिंसा छ, आर्थिक हिंसा पनि छ। यी कसरी यो लैङ्गिक हिंसाभित्र यो कसरी ओगटिए त? यसको बारेमा अब विस्तृत रूपमा पढ्न गइरहेका छौँ हामीले। शारीरिक हिंसा, जस्तै कसैलाई शारीरिक रूपमा असर गरे हिंसालाई शारीरिक हिंसा भनिन्छ। जस्तै के भयो त? पोल्दिने, डामी, दली, घसी, जिउमा पीडा गराउने, अथवा शारीरिक कुरूप पारिदिने, घरबाट निकाला गर्ने आदि। यिनीहरू भनेको फिजिकल इन्जुरीहरू भयो, शरीरमा देखिने गरे पीडा भोग गर्नु भयो यिनीहरू। जस्तै पिट्ने भयो होइन, कुटपिट गरिदिने, पोल्दिने, डाम दिने, घर सारिदिने होइन, कुरूप पारिदिने, जस्तै एसिडहरू अट्याकहरू सुनाइराखेका छौँ नि हामीले। अनि अथवा घरबाट निकालिदिने, यिनी जबरजस्ती गरेर, यिनी शारीरिकमा जबरजस्ती गरेर, यिनीहरू के भयो? शारीरिक हिंसा भयो। अब चाहिँ अर्को कुरा भनेको मानसिक हिंसा। सायद आजकल त सबैले सुनिराख्नु भएको छ मानसिक हिंसा। यो चाहिँ हाम्रो वरिपरि घटिराखेको, हामीले चाहिँ खासै ख्याल नगरेर हो यी यी कुराहरू घटिराखेका छन्। जस्तै हामी माझमा पनि कोही मान्छे हुनुहुन्छ नि त, हामी छौँ। जस्तै अब मेरो मन चोखो छ, म प्याच्च बोलिदिन्छु
होइन तपाईँ हामीले सायद हामीले पनि गरिन्छ यो प्र्याक्टिस गर्दै आइराखेको। म त मेरो मुखमै बोलिदिन्छु, अरूलाई पिर परोस् नपरोस् मेरो मन सफा आएको। तर मेन कुरा हामीले के सोच्नु पर्यो भनेपछि कुनै पनि कुरा हामीले बोलेको कुरा हामीले गरेको व्यवहारले कसैको मानसपटलमा असर गर्छ भनेपछि यो चाहिँ मानसिक हिंसा हुन्छ है त। कुनै पनि व्यक्तिलाई मौखिक रूपमा जस्तो शब्दद्वारा चोट पुर्याइन्छ, तनाव दिन्छ भने त्यस्तै हिंसा मानसिक यातना भन्छ। जस्तै गालीगलाज गरिदिने, अपमानित गरिदिने, डर धम्की दिने, त्रासपूर्ण व्यवहार, झुट्टा आरोप तथा मानसिक तथा भावनात्मक चोट पुर्याउने कार्य आदि यिनीहरू चाहिँ मानसिक हिंसा अन्तर्गत पर्दछ। अर्को चाहिँ हाम्रो यौनजन्य हिंसाहरू। कुनै पनि व्यक्तिले यौन क्रियाकलाप गर्ने उद्देश्यले सोको प्रयास, अश्लील प्रतिक्रिया, अनुचित प्रभाव, जबरजस्ती, बल प्रयोग गरी गरिने क्रियाकलापलाई यौनजन्य दुर्व्यवहार तथा यातना भनिन्छ। जस्तै यौन दुर्व्यवहार, यौन शोषण, जबरजस्तीकरणी, देह व्यवहारमा लगाउने आदि। अब एउटा इक्जाम्पल राख्छु है त मैले, यो उदाहरण हाम्रो समाजमै। अब वैवाहिक महिला पुरुष श्रीमान अथवा श्रीमती भनौँ। अब जस्तै श्रीमतीको इच्छा विपरीत श्रीमानले अब यौन सम्पर्क राख्छ भनेपछि त्यो के, त्यो साधारण हो कि त्यो यौनजन्य हिंसा होला? कसैले भन्न सक्नुहुन्छ? जस्तै विवाह भइसक्यो, उहाँ श्रीमान श्रीमती अथवा बुढा मानौँ, बुढाबुढी हुनुहुन्छ। अब बुढीको इच्छा विपरीत, बुढीलाई मन छैन तर श्रीमानले चाहिँ यौन क्रियाकलाप राख्नुहुन्छ भनेपछि त्यो के होला? दुर्व्यवहारमा पर्छ। ओ एकदम ठिक, हिंसा हो। त्यो पनि यौनजन्य हिंसा नै भयो है त। श्रीमान होस् कि श्रीमती, विवाह बन्धनले चाहिँ हामीलाई चाहिँ समाजमा चाहिँ यौनजन्य हिंसा गर भनेर चाहिँ कुनै पनि कानुनी आधार दिएको छैन है त। कुनै पनि मानिसको इच्छा विपरीत त्यो हुन्छ भनेपछि त्यो हिंसा हुन्छ हुन्छ नै है त। यसमा चाहिँ हामी क्रिस्टल क्लियर हुनु पर्यो। समाजमा जस्तै अब तपाईँ हाम्रो वरिपरि कोही आउनुभयो, मेरो इच्छा विपरीत मेरो श्रीमान अथवा श्रीमतीले मलाई चाहिँ यो जबरजस्ती गर्न लाग्यो भन्नुभयो भनेपछि हामीले के भनिन्छ? विशेषत हामीले चाहिँ के भन्ने गरिरहेका छौँ भनेपछि हामीले चाहिँ तेरो श्रीमान हो, फलाना तेरो श्रीमती हो, अब श्रीमान श्रीमतीले नै त गर्ने हो नि यस्तो कुराहरू भन्न हामीले झन् यो उहाँहरूलाई दबाइन्छ नि त। यो कुराहरू यी घटिराखेका घटना होइन नि त, यिनीहरू हाम्रो समाजमा सुनिराखेका कुराहरू। अब चाहिँ यस्ता कुरा आयो भनेपछि अब चाहिँ हामीले चाहिँ बुझियो नि त यो नि हिंसा रहेछ है त। अब यसको विरुद्ध चाहिँ हामी बोल्नुपर्छ, होइन है, यसको विरुद्ध हामीले आवाज उठाउनु पर्छ भनेर हामीले वरिपरिलाई अब हामी जागरुक हुनु पर्यो। अर्को चाहिँ हाम्रो सामाजिक हिंसा छ। सामाजिक मान्यता प्रथाको नाममा गरिने हिंसालाई सामाजिक हिंसा भनिन्छ। जस्तै बालविवाह भयो, अनमेल विवाह भयो, घरेलु हिंसा, दाइजो प्रथा, देउकी, बोक्सीको आरोप, छाउपडी तथा इत्यादि। अब धेरै जसो हजुरहरूले भन्न सक्नुहुन्छ यीहरू त डाक्टर साहब यीहरू त पुराना हुन् कि यी त हटिसके। होइन, हामी यो लैङ्गिक हिंसा विरुद्ध यो 16 दिने अभियान थियो, यसको सन्दर्भमा टाढाइको कुरा नि नगरौँ। हामी यहीँ बागलुङ नगरपालिकाको कुनै एक नगरपालिकामा गएको थिएँ। त्यहाँ चाहिँ एकजना वृद्ध आमा आउनुभयो, 60-65 वर्षको। उहाँले यो यो कार्यक्रम सञ्चालन गर्ने बेलामा नै उहाँले डाक्टर साहब तपाईँले यसरी त भन्नुभयो यीहरू के होइनन् छैनन् भन्नुहुन्छ होला, तर मलाई मेरै मेरै बुहारीले त बोक्सियोस् भनेर मलाई चाहिँ यो समाजमा नै ऊ गर्न समाजदेखि नै तिरस्कार गर्नुभयो भनेर भन्नुभयो। भनेपछि यीहरू हटेका रहेछन् त हाम्रो समाजमा है, लुकिएका मात्र छन्, यी हटेका छैनन्। अब चाहिँ यीहरू कुराहरू हजुरहरूले सुन्नुभयो देख्नुभयो भनेपछि हजुरहरूले के बुझ्नु पर्यो भने यिनीहरू पनि सामाजिक हिंसा अन्तर्गत पर्दो रहेछन् है त। यस्तो कुराहरू कोही मान्छे पीडित भएर आउनुभयो तपाईँकोमा भनेपछि यिनीहरू पनि हिंसाका एक प्रकार रहेछन्। यिनीहरू पनि सामाजिक हिंसा, लैङ्गिक हिंसाको पनि सामाजिक हिंसामा चाहिँ रहेछ है त यिनीहरू कुराहरू भनेर हजुरहरूले मनन गर्नुपर्ने भयो है त। अर्को चाहिँ हाम्रो आर्थिक हिंसा छ। आर्थिक हिंसा अब सोच्दाखेरि त कसरी होला र लैङ्गिक हिंसा कसरी भयो होला त नि? यी मेन कुरा यी आर्थिक कुराहरू, स्रोत साधनबाट वञ्चित, सम्पत्तिको उपयोग गर्न नपाउने, रोजगारी वा आय आर्जन गर्न कार्यबाट वञ्चित गर्नु वा उपभोग गर्न रोक लगाउनु, यिनीहरूलाई आर्थिक हिंसा भनिन्छ। जस्तै तपाईँ हाम्रो गाउँहरूमा हामी जस्तै अब काममा ज्यादादारी जान्छौँ नि,
त्यहाँ एकचोटि एकचोटि हजुरहरूले मनन गर्नु त, त्यहाँ महिला र पुरुषलाई गरिने दिइने ज्यालादारीहरू समान छ त? पक्कै पनि छैन होइन। पुरुष भनेपछि अलि बढी छ, महिलाहरूको धेरै नै कम छ। यीहरू त हाम्रो समाजको यथार्थ चित्र हुनु नि त। यी कुराहरू सामान्य रहेछ नि त होइन। ऊ पुरुष हो के अरे, पुरुष भएर धेरै पाए, ऊ महिला हो, महिलाले कम पाउनु पर्ने हो रहेछ त? पक्कै पनि होइन। यो पनि हामीले इन्डाइरेक्ट रूपमा आर्थिक हिंसालाई प्रवर्धन गरिराखेका छौँ। यो पनि एउटा हिंसाको रूप हो, बुझ्नुपर्ने कुरा है त। अब चाहिँ हामीले चाहिँ हिंसा पढ्यौँ होइन। हाम्रा हाम्रा शारीरिक लैङ्गिक हिंसामा शारीरिक हिंसा थियो, मानसिक हिंसा थियो, यौनजन्य हिंसा थियो, सामाजिक हिंसा थियो, आर्थिक हिंसा थियो। यी कुराहरू पक्कै पनि सबैले सुनिराख्नु भएको थियो, बुझिराख्नु भएको थियो। तर यसमा ओसिएमसी भनेको के, ओसिएमसी के, र यो ओसिएमसीले किन यी हिंसाहरू हामीले यीहरूलाई बुझाइराखेका छौँ, पढाइराखेका छौँ नि त। यी त प्रत्येक, जस्तै महिला अधिकारी कर्मीहरू आउनुहुन्छ यही पढाउनुहुन्छ, स्वास्थ्य कर्मी अरू स्वास्थ्य कर्मीहरू आउनुहुन्छ यही पढाउनुहुन्छ। यसमा धौलागिरी अस्पतालको ओसिएमसी केन्द्र के हो त, यसले के गर्छ त भनेर यसमा चाहिँ अब एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी अङ्ग्रेजीमा चाहिँ वान स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर, यसले के गर्छ त, यसको उद्देश्य के हो त? आज म यसको उद्देश्य प्रश्न पार्न आइरहेको छु। यसमा चाहिँ लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना गरी हिंसा प्रभावितहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउने व्यवस्था मिलाई लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्याउने छ है त यसको मुख्य उद्देश्य। भनेपछि सुन्नु त, तपाईँहरूले ओसिएमसी त नयाँ हिजो आज खोलेको होला भनेर सोच्नु भएको होला है। जस्तै डाक्टर साहबहरू हिजो धेरै भएको छैन होला होइन। यो ओसिएमसी धौलागिरी अस्पतालमा ओसिएमसी केन्द्रको स्थापना 1-2 वर्ष भएको होला। यसले चाहिँ अहिले हालसालै मात्र योहरू बुझाउन गइराखेको छ भने चाहिँ नयाँ नयाँ होला भन्ने बुझ्नु भएको होला है सबैले। कसैलाई थाहा छ होला ओसिएमसी कहिलेदेखि सुरु भएको थियो, हाम्रो स्थापना भएको थियो अस्पतालमा? ल हेर्नु है त, हाम्रो धौलागिरी अस्पतालमा ओसिएमसी चाहिँ 2068 साल पौष 18 गतेदेखि स्थापना भएको हो। यस अस्पतालको लागि छुट्टै केन्द्रको स्थापना गरिएको छ, जसमा 24 घण्टा निशुल्क सेवा उपलब्ध गराउने व्यवस्थापन गरिएको छ। साथसाथै अस्पताल अवधिभर निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, आवश्यक सुरक्षा, निशुल्क खानाको व्यवस्था, परिवार वा समुदायमा पुनर्स्थापना तथा जीविकोपार्जनमा सहयोग गर्ने उचित व्यवस्थापन गरिएको छ है त। यसले जस्तै अस्पतालमा भएको कारणले उपचार मात्र होला भन्ने सुनेका थियौँ होला, बुझेका थियौँ होला। हेर्नु त, उपचार बाहेक हामीले मनोसामाजिक परामर्श, आवश्यक सुरक्षाको प्रतिपूर्ति, निशुल्क खानाको व्यवस्था, परिवार वा समुदायमा पुनर्स्थापना तथा जीविकोपार्जनमा समेत सहयोगको व्यवस्थापन गरेका छौँ हामीले। यसका सेवाहरू स्वास्थ्य, हाम्रो अस्पताल केन्द्र भएको कारणले प्रथम त हाम्रो स्वास्थ्य उपचारमै हाम्रो प्रथम हुन्छ। त्यसपछि चिकित्सा जन्य प्रमाण सङ्कलन एवं संरक्षण। अब विभिन्न केसहरूमा जस्तै यौनजन्य हिंसाहरूमा चाहिँ हामीले प्रमाणहरू पनि सङ्कलन गरेर सुरक्षित राखिदिनु पर्ने, प्रहरीको लागि सुरक्षित राखेर प्रहरीमा पठाउनु पर्ने हुनाले त्यसको लागि पनि हामीले सहयोग गर्छौँ। मानसिक एवं मनोसामाजिक परामर्श, अहिले चाहिँ यसको सेवा पनि हामीसँग एकजना साइको सोसियल काउन्सिलर हुनुहुन्छ, उहाँले पनि निरन्तर सेवा दिइराख्नु भएको छ। हामीसँग अस्पतालमै प्रहरी पनि हुनुहुन्छ। अरू अरू सुरक्षाको प्रत्याभूतिहरू दिलाउनलाई डिस्ट्रिक्ट पुलिससँग चाहिँ हामीले प्रत्यक्ष सम्पर्क गरेर त्यताबाट पनि हामीले सिधै सुरक्षाको प्रतिभूति दिलाउने कार्य गरिराखेका छौँ। अब उपचार अवधिभर चाहिँ हामीले चाहिँ यहीँ नै हामीसँग र उपचार त गरियो डाक्टर साहब। अब त्यसपछि चाहिँ उपचार पछि के त नि हो, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ यो हाम्रो अल्पकालीन महिला स्वास्थ्य सेवा त्योसँग उहाँहरूसँग समन्वय गरेर चाहिँ 45 दिनसम्म चाहिँ निशुल्क बस्ने व्यवस्था पनि हामीले गरिराखेका छौँ। साथसाथै कानुनी उपचारको लागि हामीसँग प्रत्यक्ष निशुल्क, यो पनि निशुल्क हुनेवाला छ।
जस्तै अब रिफर, अब सबै सेवाहरू त धौलागिरी अस्पतालमा नहुने खण्डमा चाहिँ अब रिफर प्रेसन अथवा रिफर गर्नुपर्ने खण्डमा चाहिँ हामी माता ठुलो अस्पतालहरूमा हामी लगायत हाम्रो माताहतमा रहेका ठुल्ठुलो अस्पतालहरूमा चाहिँ हामीले चाहिँ त्यहाँ सम्पर्क गरेर कस्तो खाले चिकित्सकीय सेवा चाहिने हो, कस्तो खाले उपचार चाहिने हो, उहाँहरूसँग समन्वय गरेर हामीले आफै नै सम्पर्क गरेर रिफर गर्ने गरेका छौँ। त्यो पनि निशुल्क। त्यसपछि यातायात सुविधा, नेपाल सरकारले तोकेको आवत जावत खर्च, एकपटक आउने एकपटक जाने, यो खर्च पनि निशुल्क रूपमा नेपाल सरकारले तोकेको दर अनुसार हामीले यो प्रदान गरिरहेका छौँ है त। यिनीहरू यिनीहरू चाहिँ हाम्रो निशुल्क सेवा अन्तर्गत परे ओसिएमसीका। अब ओसिएमसीमा हामीले त जस्तै ओसिएमसीमा त काम गर्ने डाक्टर साहबहरू यहीँ बागलुङकै हुनुहुन्छ, हामी पनि बागलुङकै। अब डाक्टर साहबले फेरि मलाई यस्तो यौनजन्य पीडा मानसिक हिंसा यस्तो भएर आयो, डाक्टर साहबसँग सेवा लिन आएँ। फेरि डाक्टर साहब चाहिँ यहीँको हुनुहुँदैछ, बाहिर गएर भनिदिनुहुन्छ कि कसैलाई भन्नुहुन्छ कि अब अलि अप्ठ्यारो गराउनुहुन्छ कि भन्ने कुराहरूलाई डाक्टर साहब स्टाफहरू, हाम्रो सिद्धान्तको एक नम्बरमा नि गोपनीयता हुन्छ है त। अनुगमन गर्दा गोपनीयताको कायम, अभिलेख र प्रतिवेदन राख्ने प्रणालीमा अभिलेख र प्रतिवेदन परीक्षण है त, यो सबै गोपनीयताको हामीले त सिद्धान्त नै हाम्रो सबभन्दा पहिला चाहिँ गोपनीयता है त। अर्को चाहिँ सुरक्षाको सुनिश्चितता, एक त पीडित भएर आउनुभएको छ, त्यसपछि उहाँको सुरक्षाको हामीले प्रतिबुद्धि दिन सकेनौँ भने त उहाँहरू हामीसँग सेवा लिन आउनुहुन्छ होला त, आउनुहुन्न नि त। त्यसपछि त्यस प्रभावितहरूलाई हानि नपुर्याउने उपाय अपनाउने, गोपनीयताको सुरक्षित गर्ने, मेडिको लिगल सेवाहरू, मनोसामाजिक सेवा उपलब्ध गराउने, अल्पकालीन आश्रय एवं कानुनी सेवाहरू हाम्रो एकद्वार हाम्रो यसैमा नै हुने गर्दछ। आदर तथा प्रभावितहरूको आत्मसम्मान, एक त हाम्रो के हुन्छ, हाम्रो हाम्रो बानी के छ भनेपछि यस्तो पीडित भएर आउनुहुन्छ अनि हाम्रो चाहिँ कस्तो हुन्छ भनेपछि बानीहरू, ओहो त बर्बाद भइछस्, त सकिएछस्, तेरो त अब केही हुँदैन भनेर उहाँहरूलाई मोटिभेसन गर्नुको सट्टो हामीले चाहिँ के गर्छ भनेपछि उहाँहरूलाई डिमोटिभेट गर्ने। त्यही भएर चाहिँ उहाँहरूको यस्तो यस्तो केसहरूमा चाहिँ धेरै जसोहरू नराम्रो बाटोहरू अप्नाउने गर्नुहुन्छ, जस्तै आत्महत्या गर्ने होइन, अथवा खुल्नै नचाहने नि। जस्तै अब हामीले उहाँहरूलाई मोटिभेट गरे पो हजुरहरूको अगाडि आएर उहाँहरू खुल्नुहुन्छ, ल मलाई यस्तो समस्या छ, मलाई यस्तो भयो भनेर खुल्नुहुन्छ। तपाईँहरूले उहाँको कुरा नसुनिदिने, उल्टै उहाँलाई अपमानजनक व्यवहार गराइदिने, उहाँले ल त बर्बाद भएछस्, तेरो गल्ती हो, त नै होस् भनेर हामीले आफै न्यायाधीश बनिदिने गऱ्यो भने त उहाँहरू तपाईँहरूसँग आउनुहुन्छ त, आउनुहुन्न नि त। त्यही भएर उहाँहरूको के अरे आत्मसम्मानको लागि पनि उहाँ पहिला मेन कुरा त उहाँहरूको कुराहरू सुन्नु पर्यो, उहाँहरूलाई विश्वास दिलाउनु पर्यो, अनि उहाँलाई चाहिँ मोटिभेसन गर्नु पर्यो है त। त मात्र एक्लै छैनस्, यसको लागि यस्ता यस्ता केन्द्रहरू छन्, तेरो लागि लड्नको लागि यस्तो यस्तो केन्द्रहरू बनाएको छ, यहाँ जानुपर्छ भनेर उहाँलाई बाटो देखाइनु पर्यो हामीले। अब सेवा दिनुपर्ने व्यक्ति र समूह, हामीले सबैलाई ओगट्न सकेका छैनौँ। हाम्रो चाहिँ कस्ता कस्ता व्यक्तिहरूलाई सेवा पाउनुहुन्छ त यो ओसिएमसीबाट? सबै किसिम लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरू, सबै अघि मैले भनेका जति लिङ्गको आधारमा हुने अथवा लिङ्गको आधारमा उहाँ प्रभावित हुनुहुन्छ भने उहाँहरूले सेवा पाउनु भयो। मानव बेचबिखन तथा ओसार पोसारमा हिंसामा परेका महिला वा बालबालिकाहरूलाई, लैङ्गिक हिंसाको जोखिममा रहेका बेवारिसे एवं शारीरिक तथा मानसिक रूपले अशक्त महिला तथा बालबालिकाहरूलाई, लैङ्गिक हिंसा पीडित एकल महिला, अपङ्गता भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिलाहरूलाई उहाँहरूलाई चाहिँ हाम्रो ओसिएमसी केन्द्रको दायराभित्र रहेर उहाँहरूलाई चाहिँ हामीले निशुल्क सेवा प्रदान गर्न सक्ने भयो। अर्को चाहिँ सशस्त्र द्वन्द्व तथा प्राकृतिक विपदका कारण हिंसामा परेर पर्न सक्ने महिला वा बालबालिकाहरूलाई, एचआइभी तथा एड्सबाट सङ्क्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित महिला वा बालबालिकाहरूलाई, मानसिक स्वास्थ्य गम्भीर समस्या उत्पन्न भएको कारणले घर वा सामाजिक स्थानमा अल्पत्र अवस्था जीवन जिउने बाध्य महिला तथा बालबालिकाहरूलाई। हाम्रा केन्द्रमा प्रदान गर्ने सुविधाहरू कस्ता छन् त? हिंसा पीडितहरूलाई 24 घण्टा हामीले निशुल्क उपचारहरू दिइराखेका छौँ। पीडितहरूका लागि प्राप्त कोठाको सुविधाहरू छ। हिंसा पीडितका लागि आवश्यक कपडाहरू, खाना उपलब्ध दिएका छौँ। अनि हामीले चाहिँ अहिले फेरि दोहोऱ्याए गोपनीयताको चाहिँ कायम गरेका छौँ। यसका हाम्रो ओसिएमसी चाहिँ हामीसँग तीनवटा समिति छ। एउटा चाहिँ सल्लाहकार समिति छ जसमा चाहिँ जिल्ला समन्वय समितिको प्रमुख अध्यक्ष हुनुहुन्छ, जिल्ला समन्वय समितिको उपप्रमुख
सदस्य हुनुहुन्छ। सम्बन्धित अस्पताल विकास समितिको अध्यक्ष सदस्य हुनुहुन्छ। जिल्लाभित्र रहेका सबै गाउँपालिका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुख हजुरहरू सबैको गाउँपालिका हुनुहुन्छ, नगरपालिका हुनुहुन्छ नि उहाँहरू सबै उपप्रमुखहरू ज्यूहरू चाहिँ हाम्रो यस केन्द्रको चाहिँ सदस्य हुनुहुन्छ। जिल्ला समन्वय अधिकारी चाहिँ सदस्य सचिव रहनुभएको छ यस यस समितिको। भनेपछि हामीसँग अर्को चाहिँ हिंसा व्यवस्थापन समन्वय समिति छ, जसमा चाहिँ प्रमुख जिल्ला अधिकारी हाम्रो सिडिओ साहब चाहिँ अध्यक्ष हुनुहुन्छ। जिल्ला समन्वय अधिकारी चाहिँ सदस्य हुनुहुन्छ। केन्द्रमा रहेका स्थानीय तथा महिला तथा बालबालिका महाशाखा शाखा प्रमुख चाहिँ सदस्य हुनुहुन्छ। जिल्ला प्रहरी प्रमुख सदस्य हुनुहुन्छ। जिल्ला न्यायाधिवक्ता, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हुनुहुन्छ। मामला व्यवस्थापन समितिको संयोजक म सदस्य छु। नेपाल बार एसोसिएसन जिल्ला इकाइका अध्यक्ष सदस्य हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख सदस्य हुनुहुन्छ। लैङ्गिक हिंसा सम्बन्धी गैर संस्थाका प्रतिनिधि मध्येबाट 2जना सदस्य हुनुहुन्छ। सुरक्षित आवास गृह तथा पुनर्स्थापना केन्द्रका प्रमुखहरू 2जना सदस्य हुनुहुन्छ। स्वास्थ्य कार्यालय प्रमुख हाम्रो प्रवीण सर नि सदस्य हुनुहुन्छ। अस्पताल सामाजिक सेवा इकाइ प्रमुख पनि सदस्य हुनुहुन्छ। सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति पनि यस समितिको चाहिँ सदस्य हुनुहुन्छ। भनेपछि अस्पताल प्रमुख पनि सदस्य सचिव रहनुभएको छ यस समितिको। भनेपछि अर्को चाहिँ मामला व्यवस्थापन समिति, जसमा चाहिँ एकद्वार व्यवस्थापन प्रमुख प्रमुख जसमा चाहिँ म संयोजक छु। म सशर्त एकजना फरेन्सिक विशेषज्ञ अथवा मेडिकल लिगल तालिम प्राप्त चिकित्सक एकजना सदस्य हुनुहुन्छ। जिल्ला न्यायाधिवक्ता कार्यालयको अधिकृत प्रतिनिधि सदस्य हुनुहुन्छ। केन्द्रमा रहेका स्थानीय तहका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा शाखा प्रमुख सदस्य हुनुहुन्छ। अस्पतालका आकस्मिक विभाग प्रमुख, अस्पताल नर्सिङ प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सुरक्षित आवास गृह केन्द्र प्रमुख, एकद्वार सङ्कट व्यवस्थापन सम्पर्क व्यक्ति सदस्य सचिव रहेको यो मामला व्यवस्थापन समिति छ। यसको 2 महिनामा हामी मिटिङ बस्छौँ। मिटिङमा नै हामीलाई चाहिँ लाग्यो कि यो ओसिएमसीको बारेमा जनताहरू हामी भित्रभित्र गएर नै यो जागरुक गराउनु लाग्यो र हामीले यो रिक्वेस्ट गरेर यो कार्यक्रम आज सञ्चालन गरेका छौँ। हेर्नु त 2068-69 सालदेखि नै हालसम्म चाहिँ हामीले 1257जनालाई प्रत्यक्ष सेवा दिइसकेका छौँ, जसमा चाहिँ हाम्रो डाटा अनुसार नै मेल फिमेल रेपमा हेर्नु त मेल र फिमेलमा चाहिँ मेलहरू अलिक बढी नै, मेलभन्दा फिमेलहरू अलिक बढी नै यस लैङ्गिक हिंसामा पीडित भएको यो डाटाहरूले नि देख्छ। त्यसमा चाहिँ यो रेपको भयो, यो सेक्सुअल असल्ट भयो, डोमेस्टिक भाइलेन्स, फिजिकल एसल्ट, मेन्टल टर्चरहरू भयो। हालसम्म चाहिँ आजको मितिसम्म चाहिँ हामीले 1257जना सेवाग्राहीहरूलाई निःशुल्क सेवा प्रदान गरिसकेका छौँ। अब यो डाटाहरू यो तलको मैले रातो लगाएको छु 82-83को तपाईँहरूले हेर्न सक्नुहुन्छ। तल 18, यो फिमेलहरू 18, मेल 4, रेप 6, सेक्सुअल असल्ट 1, 7, 8। यसको मतलब के होला त? यो पक्कै पनि न्यून भएको होला कि के भएको होला? कसैले यसको बारेमा बोल्न सक्नुहुन्छ? हेर्नु त डाटा पहिलाको भन्दा घटेको जस्तो त देखेछ 82-83। के भएको होला? सबै रेकर्ड नभएको कि एकदम ठिक। यी कुराहरू हामी कहाँ आइ नपुगेको, रेकर्ड नभएको कुराहरू भएर यो तल भएको है। हिंसा केही 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 उसमा चाहिँ कम भएको होला, तर यति धेरै कम चाहिँ भएको छैन है त। यो मेन कुरा हामीले लैङ्गिक हिंसा नै बुझ्नु जरुरी छ। कस्तो कस्तो केसहरूलाई यो रेकर्ड गर्नु पर्यो, कहाँ जहाँ भन्नु पर्यो होइन, यो हामीले यो नबुझेको अवस्था छ। त्यस कारणले नै अब हामी आज जो छौँ, आज यहाँ जो उपस्थित हुनुहुन्न उहाँहरूलाई पनि हामीले जागरुक बनाउनु पर्यो ल है। यस्तो यस्तो भयो त, यिनीहरू त हिंसा रहेछन् नि त। अब यस्तो भएपछि धौलागिरी अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र रहेछ, त्यहाँ जानु पर्दो रहेछ। त्यहाँ गएपछि निःशुल्क उपचारहरू हुँदो रहेछ, निःशुल्क परामर्श हुँदो रहेछ। त्यहाँ नहुने उपचार पनि पोखरा काठमाडौँ पठाउनु पर्यो भनेपछि त्यही ओसिएमसी अन्तर्गतै हुँदो रहेछ है त। नेपाल सरकारले गर्नु त गरिरहेछ नि त होइन, कति गरिरहेछ, कहाँ गरिरहेछ, के गरिरहेछ हामीले थाहा नपाएर नबुझेर मात्र नरहेछ नि त। यी कुराहरूको बारेमा चाहिँ हामी पहिला मेन कुरा हामी जागरुक हुनु पर्यो। साथसाथै हामीले चाहिँ आज हामीसँग नजोडिने भएको साथीहरूलाई चाहिँ हामीले चाहिँ भनिदिनु पर्यो। अब हेर्नु यो हाम्रो 16 दिने अभियानमा चाहिँ हामीले यो अभिमुखीकरण कार्यक्रमहरू राखेका थियौँ। अब यो
फोटोहरू छन्। यो चाहिँ अमलाचौरमा यही ओसिएमसीको बारेमै जेन्डर बेस्ड भोइलेन्सको यो लैङ्गिक हिंसा विरुद्धकैमा नगरपालिका स्तरमै यो गएर मैले ओसिएमसीको बारेमा जागरुक गरेको थिएँ। यो चाहिँ हाम्रो यही नगरपालिकामै यो शिक्षकहरूलाई यो आर्थिक वर्षमा निसी खोला, तमान खोला, बडीगाड, धोरपाटन चावडा यी चारवटा स्थानमा गएर हामीले ओसिएमसीको अभिमुखी कार्यक्रम गरिसकेका थियौँ। साथसाथै यस वर्ष चाहिँ हामीले नगरपालिकालाई मात्र समेट्न भ्याएका छौँ। साथसाथै तपाईँहरूलाई कसैलाई पनि लाग्छ कि यो कार्यक्रम हाम्रो पालिकामा आएर हाम्रो स्थानीय हाम्रो विद्यार्थी सञ्जाल अनि स्वास्थ्य कर्मीहरूलाई हजुरहरूकै लेभलमा हजुरहरूकै ठाउँमा आएर यो कार्यक्रम दिनुपर्ने छ भने नि हजुरहरूले जिल्ला समन्वय अधिकारीसँग समन्वय गरेर यो कार्यक्रम हामीले हजुरहरूकै माझमा लिएर हजुरहरूको लाइभमै यो आज जुम सेसन भयो। यो कार्यक्रम चाहिँ हामी खुसी खुसी साथ हजुरहरूको पालिका हजुरहरूको स्वास्थ्य केन्द्रमै आएर यो कार्यक्रम अभिमुखी कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ है त फोटोहरू। यो चाहिँ हाम्रो अर्को अर्को गर्वको साथ अर्को कुरा के भने चाहिँ मैले यो आर्थिक वर्षमा चाहिँ धौलागिरीको ओसिएमसी केन्द्र यो नेपाल केही एक नम्बर भएको थियो, जसमा चाहिँ भएको कारणले चाहिँ बाहिरबाट चाहिँ हाम्रो केन्द्रमा चाहिँ भेट्न आउनुभएको थियो। उहाँहरू चाहिँ पाल्पाको ओसिएमसी हुनुहुन्छ, उहाँहरू चाहिँ भ्रमणको क्रममा हाम्रो ओसिएमसीमा चाहिँ भ्रमण गर्न आउनुभएको थियो। हाम्रो चाहिँ ओसिएमसी चाहिँ नम्बर 1 नै देशकै नम्बर 1 भएको कारणले यो चाहिँ अघिल्लो आर्थिक वर्षको लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियानको कार्यक्रमको फोटोहरू छन्। यी हाम्रो अफिस छ, हेर्नु अफिसमा मेडिकल रुम भयो, बिरामी भर्ना कक्ष, हाम्रो वेटिङ रुमहरू, यो कार्यालय भएको छ। तपाईँहरूले ओसिएमसी तपाईँहरू अस्पताल आएको बेलामा निर्धक्क साथ हाम्रो तेर्सो तलामा रहेको छ हाम्रो ओसिएमसी कार्यालय, आएर हेरेर के रहेछ अझ यसको बारेमा विस्तृत बुझ्नु मन लाग्यो भने चाहिँ सिधै आएर त्यो गर्नु पनि सक्नुहुन्छ है त। स्वास्थ्य मन स्वास्थ्य जीवन मानसिक स्वास्थ्य सचेतना अभियान 2082 मनको कुरा गरौँ है त। कुनै जिज्ञासा, कसैलाई केही ओसिएमसीको बारेमा थप बुझ्न, केही सोध्न, केही मन लागेको छ? मतलब कि हाम्रो यस्तो त्यो वडाहरूमा भएकोहरू नि हामीले सबै रेफर नै गर्ने हो? सरी म्याम, के भन्नुभयो? मतलब कसैलाई यस्तो जस्तै शारीरिक मानसिक जे पनि हिंसा भयो भने त्यसलाई हामीले रेफर गर्ने हो सिधै? होइन, यस्तो भयो, पहिला मेन कुरा त हजुरहरूले चाहिँ आइडेन्टिफाई गर्नु, ट्राइजिङ गर्नु पर्यो कि भन्नाले यो लैङ्गिक हिंसा हो कि होइन त, लिङ्गको आधारमा भएका हिंसा हुन् कि होइनन्। यदि हो भने त हजुरहरूले अस्पतालमै पठाउनु पर्ने भयो ओसिएमसीमा नै। हजुरको डाउट क्लियर गरेँ म्याम? ए हजुर हजुर, भने मतलब सबैलाई हामीले चाहिँ त्यही पठाउनु पर्यो आइडेन्टिफाई गर्नको लागि होइन, भनेर भन्नाले कि? सुरुमा चाहिँ हजुरको लेभलबाट चाहिँ आइडेन्टिफाई गर्नु पर्यो, यो लिङ्गको आधारमा भएका हिंसा, यी हिंसा पीडित हुन् कि होइनन् भनेर हजुरले आइडेन्टिफाई गर्नु पर्यो। जस्तै इक्जाम्पल कस्तो कस्तो केस हुनसक्छ भनेपछि अब आमाले छोरालाई पिटेको आमाले छोरालाई पिटेको, त्यहाँ हुन त लिङ्गको आधारमा भएको हिंसा त छ नि त, तर त्यो पनि त्यो लैङ्गिक हिंसा भयो त भएन नि त। हो त्यस्तो, जस्तै अब श्रीमानले श्रीमतीलाई पिटेको कुराहरू भयो होइन, अनि घरबाट निकालिदिएका डिभोर्सहरू भएका कुरा, कुनै यातनाहरू, रेप जबरजस्ती गराउने अथवा जबरजस्ती उद्योग यिनीहरू यिनीहरू छन् भनेपछि अब अथवा लिङ्ग आधारमा कतै कसै मानसिक हिंसा भएको छ भनेपछि सिधै सिधै ओसिएमसी मा पठाइन मिल्छ है त हजुरहरूले। अथवा हजुरहरूलाई डाउट लागेको छ भने सिधै पठाउनु मिल्छ हामी काउन्सिलिङको लागि एकदम। अरू हजुरहरूबाट नभएको त्यसपछि ट्राइजिङ त हामी हाम्रो लेभलमा हामी यहाँ गरिहाल्छौँ नि। अरू केही अरू केही कुराहरू केही अथवा हजुरहरूले सुनाउन मन लागेका कुराहरू, घटेका कुनै घटनाहरू त्यस्तो केही छन् भनेपछि? आउनु नजिक नजिक आउनु। कसैको हजुरहरूको कसैको वडामा त्यस्तो यस्तो खालको मान्छे छ मेरो वडामा, उसलाई यस्तो यस्तो गर्छन्, यो चाहिँ यसमा पऱ्यो कि परेन भनेर सोध्नु मन लागेको कसैलाई छ भने सोध्नु। ठिक छ, होइन थाहा भयो। अबको दिनहरूमा तपाईँहरूले त्यसलाई चाहिँ याद गर्न नै सक्नुहुन्छ। हाम्रो स्वास्थ्य संस्थाको प्रमुखज्यूहरूबाट केही छ
स्वास्थ्य संस्थाको प्रमुखज्यूहरू कसैले केही राख्न चाहनुहुन्छ? स्वास्थ्य संस्था प्रमुखज्यूहरूले केही राख्न चाहनुहुन्छ भने राख्नुहोस् है। यो ओसिएमसी चाहिँ अब कस्तो भइदियो भन्दाखेरि ठ्याक्कै प्रादेशिक अस्पताल, जिल्ला अस्पताल सेन्टर भइदियो। यो कुराहरू चाहिँ पालिका स्तरीय अथवा पालिकाको आधारभूत अस्पतालहरूमा पनि भइदियो भने ट्रिटमेन्टको लागि सजिलो हुन्थ्यो कि भन्ने कुरा हो सर। यो हस्, धन्यवाद सरलाई। यो कुरा चाहिँ फेरि अब माथिबाट नै तोकेर पठाउने जिल्लाको यो प्रादेशिक लेभलको अस्पतालहरूमा मात्र 77वटै जिल्लामा यो जिल्ला स्तरीय अस्पतालहरूमा मात्र रहेको अवस्था छ अहिले। अब पछि पछि अब बढाउँदै गयो, अरूमा थप्दै गयो भने चाहिँ सायद यो सजेसन चाहिँ लिन्छन् होला उहाँ माथि केन्द्रबाट नै। एउटा स्क्रिनमा एउटा नम्बर देख्नु भएको छ है सबैले, 9857788002। यो सबैले टिप्नु त यो नम्बर। सर नमस्कार। हजुर हजुर। हेलो नमस्कार सर। नमस्कार नमस्ते हजुर। सर, म यता नरेठाटी स्वास्थ्य चौकीबाट हो सर, यता गलकोट। हजुर हामीले चाहिँ एउटा यो ओसिएमसीमा अघिल्लो वर्ष हामीले चाहिँ एउटा कति वर्षको महिना थियो, 3-4 महिना अगाडि चाहिँ 22 हप्ताको एउटा चाहिँ को लागि आउने मान्छेबाट त्यो चाहिँ एसल्ट भएको हुँदाखेरि चाहिँ हामीले त्यस्तो केस चाहिँ हाम्रो ए स्वास्थ्य हजुर चौकीमा हजुर आएको थियो। अनि त्यसपछि चाहिँ हामीले त्यो केस हजुर त यो लैङ्गिक हिंसा हो, यसलाई चाहिँ हामीले धौलागिरी अस्पतालमा पठाउनु पर्छ भनेर चाहिँ हामीले एउटा केस चाहिँ पठाएका थियौँ। त्यो चाहिँ मैले हजुर। जानकारीको लागि अनुरोध गरेँ सर। ए हस्, धन्यवाद सर। यो केस मैले नै हेरेको थिएँ। यसमा चाहिँ हजुर 22 हप्ता पछाडि युएसजीहरू गर्दा 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 त 26 हप्ता उहाँ आएर हामीसँग काउन्सिलिङ गरेर फेरि उहाँ कता बिचमा हराउनु भयो, हामीले फलोअप गऱ्यौँ। पछि 27 हप्तामा आएर यस्तो केसमा चाहिँ उहाँहरूले आफै आमाले नै डिसिजन लिनु मिल्थ्यो। त्यो अब टर्मिनेसन अफ प्रेग्नेन्सी भन्नाले अथवा गर्भत्व आउन भनौँ न। अब त्यो भनेर हजुर चाहिँ हामीले चाहिँ त्यसपछि अरू ट्रिटमेन्टहरूको लागि चाहिँ हामीले पोखरा रेफर गरेका थियौँ। त्यसको लागि चाहिँ विशेषज्ञ डाक्टर साहब जो ट्रेन हुनुहुन्छ यसै सम्बन्धित ट्रेन हुने डाक्टर साहबको हाम्रो यहाँ अस्पतालमा त रहिराख्नु भएको। तर उहाँ त्यो समयमा चाहिँ डेङ्गु भएको कारणले अनि 27 हप्ता पुग्न लागिसक्दाखेरि चाहिँ हामीले चाहिँ पोखरा पठाएर हामीले चाहिँ त्यो उहाँको त्यो उपचार गरेका थियौँ। यसको लागि चाहिँ सरहरूलाई धेरै धेरै धन्यवाद है त। हजुरहरूले यो आइडेन्टिफाई गरेर बेलैमा हामीलाई सचेत अथवा हाम्रो सेन्टरमा पठाइदिएर बेलैमा उपचार भयो नि त। नत्र त्यो अवधि कटेको भए त गाह्रो हुन्थ्यो त्यसपछि। हस् सर, हाम्रो नरेखाटी स्वास्थ्य चौकी महिला ल स्वास्थ्य पेन्सन तपाईँलाई हाम्रो तर्फबाट धन्यवाद छ सर। हस्, रिपोर्ट एकदम एकदम धन्यवाद सरहरूलाई। हस् सर। अरू केही? सर यति नै सर, मेरो चाहिँ अरू केही छैन सर। हस् 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 हस्, धन्यवाद। हस्। अरू केन्द्रहरूको केही? अरू कसैको केही छ? कसैको केही छैन भने एक्चुअली सबैजनाले भिडियो अन गरेर सबै स्वयंसेविका दिदीहरू अगाडि देखिदिनु न। हामी एउटा फोटो लिन्छौँ। सबैजनाले भिडियो अन गरेर सबैजना अगाडि देखिनु न। कोहीमा एक एकजना मात्रै देखिनु भएको छ आफैले मोबाइल समातेर। त्यसरी भन्दा पनि सबैजना अगाडि देखिदिनु न। ग्रुप फोटो लिउँ एउटा। सल्यान हेल्थ पोस्टको फोटो आयो। स्वयंसेविका दिदीहरूलाई देखाइदिउँ। कतिजनाले भिडियो अनै गर्नुभएको छैन? ल अब एक दुईजना।
मेरो भिडियो थियो त ल धन्यवाद सबैजनालाई। डाक्टर साहबको केही छ अब अन्तिममा केही छ भने राखौँ, नभए हामी अन्तिमतिर छौँ। ठिकै छ। ल सबै सम्पूर्णमा फेरि एकपटक फेरि धेरै धेरै धन्यवाद। तपाईँहरूले नम्बर टिप्नु भयो होइन, 98 576 88 002 यो चाहिँ हाम्रो ओसिएमसीको स्टाफको नम्बर छ। तपाईँहरूलाई केही पनि डाउट लाग्यो अथवा तपाईँहरूलाई बुझ्नु पर्यो, केही गर्नु पर्यो अथवा 24 घन्टा हाम्रो उहाँले फोन उठाउनुहुन्छ है त। तपाईँहरूलाई यो कुरा यो डाउट लाग्यो, यस्तो यस्तो भेटेँ होइन, सिधै हजुरहरूले सल्लाह लिनलाई पनि फोन गरेर हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि अर्को कुरा चाहिँ यो सेसन चाहिँ अब धेरै ग्रुपमा भएको कारणले तपाईँहरूको पालिकामा यो सेवा यो ओसिएमसीको ओरिएन्टेसन चाहिन्छ, अगाडि मैले भनिसकेँ, अथवा हजुरहरूकै पालिकामा आएर हामीले यो ओरिएन्टेसन अभिमुखी कार्यक्रमहरू गर्नुपर्ने जस्तो छ भने चाहिँ हामीलाई चाहिँ सम्पर्क गर्न मिल्छ है त। हामी चाहिँ अब छिटै नै यो जयमिनीतिर आउँदैछौँ है त, त्यो पनि जानकारी गराएँ हजुरहरूलाई। हस् त, धन्यवाद सर, मेरो यति नै छ। ल डाक्टर साहबलाई धेरै धेरै धन्यवाद। सबैजना बागलुङ जिल्लाको 10वटै स्थानीय तहको सम्पूर्ण स्वास्थ्य शाखा प्रमुखज्यूहरू, स्वास्थ्य संस्था प्रमुखज्यूहरू लाई विशेष धन्यवाद दिन चाहन्छौँ। आज हाम्रो आग्रहलाई स्वीकार गरेर हजुरहरूले जुन स्वयंसेविका दिदीहरूलाई यसरी जुटाइदिनु भयो, समय मिलाइदिनु भयो। यसरी गएर सबै यो 960 जना स्वयंसेविकालाई भेट्दाखेरि धेरै गाह्रो हुने भएको भएर अस्पताल र स्वास्थ्य कार्यालयले चाहिँ यो एउटा आइडिया लगाएको हो आज होइन। किनभने कतिपयहरूलाई समुदायमा थाहा पनि थिएन यसरी चाहिँ अस्पतालमा गयो भने यस्तो सेवाहरू पाइन्छ भन्ने कुरा। यस्तो हामीले हरेक महिना यस्तो एउटा विषयमा चाहिँ यस्तो छलफलहरू गरिरहेका छौँ। त्यही भएर स्वास्थ्य संस्था प्रमुखजीहरू पनि सबैजना आज भएको बेलामा मैले फेरि पनि जानकारी गराएँ। हरेक महिना हामीले यस्तो एउटा नयाँ विषयमा छलफल गर्ने भएको भएर तपाईँहरूलाई चाहिँ हामीलाई यो महिना यस्तो विषयमा छलफल गराइदिए हुन्थ्यो, यो महिना यो टपिकमा गरिदिए हुन्थ्यो, कुनै हुन्छ नि मानव यसरी एउटा विषयवस्तु मात्रै नभएर हाम्रो डाक्टर साहबहरूलाई नै बोलाएर कुनै महिना हामीलाई एउटा बच्चाको डाक्टर बोलाएर चाहिँ 2 घन्टा सेसन लिइदिनु पठाइदिनु, हाम्रो गाउँमा बच्चाको यस्तो यस्तो केसहरू देखिन्छ भन्ने कुरा हुनसक्छ। कहिलेकाहीँ कुनै महिना चाहिँ हाम्रो स्त्री रोग विशेषज्ञलाई ल्याएर चाहिँ ऊ गरिदिनु, सेसन लिइदिनु, लगाइदिनु 1-2 घन्टा। हाम्रो गाउँमा भएको स्त्री रोगसँग सम्बन्धी समस्याहरू हामी सेयर गर्छौँ, त्यहाँबाट हामीलाई केही न केही आइडिया आउँछ भन्ने पनि हुनसक्छ। त्यही भएर तपाईँहरूलाई जे विषयमा चाहिँ के अरे छलफल गर्नुपर्ने छ हामीलाई चाहिँ भन्नु होला, टिपाउनु होला। हामी हरेक महिना चाहिँ यो गर्छौँ र यो हामीले निःशुल्क गरिरहेको छौँ। डाक्टर साहबले जसरी क्लास लिनुभयो, डाक्टर साहबलाई हामीले 1 रुपियाँ पनि पैसा तिर्दैनौँ यसमा होइन। यो शून्य बजेटमा चाहिँ स्वास्थ्य कार्यालय बागलुङले चाहिँ सुरु गरेको एउटा कार्यक्रम हो। हरेक महिना हामीले निःशुल्क रूपमा गर्छौँ। नेपालभरि जहाँबाट पनि हामी सहजकर्ता ल्याएर, काठमाडौँबाट, बुटोलबाट, नेपालगञ्ज, चितवन, जहाँ बसेर पनि उहाँहरूले क्लास लिन सक्नुहुन्छ। तपाईँहरूले मात्रै विषयवस्तु दिनु होला हामीलाई, केसँग सम्बन्धित गर्नु छलफल गर्नुपर्ने छ भनेर हामी नेपालको जुनसुकै कुनाबाट पनि त्योसँग सम्बन्धित व्यक्तिलाई खोजेर चाहिँ हामी तपाईँहरूको समस्या चाहिँ समाधान गर्ने हिसाबले कार्यक्रम चाहिँ आयोजना गर्छौँ। यति भन्दै फेरि हाम्रो डाक्टर साहबलाई पनि विशेष धन्यवाद। प्रादेशिक धौलागिरी प्रादेशिक अस्पताल, हाम्रो 10वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखज्यूहरू, स्वास्थ्य संस्था प्रमुखज्यूहरू र स्वयंसेविका दिदीहरू, विशेष गरी स्वयंसेविका दिदीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। आज हाम्रो ताराखोलामा पनि स्वयंसेविका दिदीहरूको तालिम चलिरहेको छ। यता बागलुङ नगरपालिकाको सिगाना स्वास्थ्य चौकीमा पनि स्वयंसेविका दिदीहरूको तालिम चलिरहेको छ। तर उहाँहरू तालिमबाटै यो कार्यक्रममा चाहिँ जोइन हुनुभएको छ, तालिमकै एउटा सेसनको रूपमा चाहिँ यसलाई लिएर आज जोइन हुनुभएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम चाहिँ यहीँ समाप्त